हेलो नमस्ते है वेलकम ब्याक टु माई पेज है तपाईँबाट पिछा देख्नुहुँदैछ यो चाहिँ ब्ल्याक डायमन्ड अलैँची भएको छ है यहाँ छ यस्तो बेसी फलाउनु भएको रहेछ दाजु कि होइन त्यतै देखाउनुहोस् तपाईँलाई म त्यहाँ पनि जानेछु है त र यहाँ जाने बाटो चाहिँ कहाँनिर भने चाहिँ यस्तो जानुपर्ने हुन्छ होइन यस्तो जङ्गलको बाटो छ है यो बाटोमा पनि देखाउनेछु त तपाईँलाई यो बाटो रहेछ यस्तो है यस्तो जङ्गल चाहिँ भाइ यस्तो घाँस छ चाहिँ होइन यो तपाईँले ब्ल्याक डायमन्डको प्रोसेस चाहिँ हेलो हेलो भन्नु नमस्ते भन्नु ए सलाम सलाम मालिक दा मलाई अलिकति दा यसपाल त दसैँ राम्रो हुनेछ के भन्छ ब्ल्याक गोल्ड डायमन्ड ए ब्ल्याक डायमन्ड फर एभ्री वान अफ अस दसैँ कस्तो हुनेछ दाजु यसपाल अन्त मजा गरौँ ल यतिले अन्त देउसी भाइ पनि खेलौँ ल अन्त एउटा खसी डल्लै खुवाउँ ल दसैँमा अन्त तपाईँहरू पनि खानु होला खसी यहाँनिर पनि ब्ल्याक डायमन्ड खेल्छ है दसैँमा त मालामाल है सुलाम कत्रो है आम्मा यो के हो म आउनु लागि बनाइदिनु भएको यो तपाईँलाई ग्रिन कार्पेट यो मेरो लागि अछ्याइदिनु भएको छ है मेरो लागि अछ्याइदिएको रहेछ यहाँनिर मालिक दाजु भन्नु त के भन्नु अलैँची कति के छ यो पालिको अलैँची चाहिँ अब के भन्नु अब फलाइ त्यति राम्रो छैन यो पालि चाहिँ अब अलिअलि भएको पनि हाम्रो चाहिँ पहिरोले लग्यो है अन्त अर्को जति फलेको पनि वेटै छैन दाम चाहिँ दामी छ तर दाम त दाम नोक्सान छैन हामीलाई चाहिँ र कतिजना हुनुहुन्छ अलैँची खेती गर्नुहुनेहरू राम्रोसँगले खेती गर्नुहोस् अलैँचीमा तपाईँलाई कहिले नोक्सान हुँदैन यहाँ ब्यागबाट निकाल्दा पर्छ ब्यागबाट किन निकाल्नु गर्नु न यसो हम्काउनु न 26,000 छ होइन हम्काउनु त एकछिन हम्काउनु कति हावा आउँदा खेल्नलाई रुसो तर म हम्काइ चाहिँ हेर्नु न हुँदैन पैसाले पैसा मालिक नि आमाले पैसा हो फलफुल छैन क्या हो यसपालि जति अम्बक सम्बक तल तल पछि यहाँ त साह्रै यहाँ उयो छ यस्तो छ त गाडी छ यहाँको वातावरण यो को देख्नु आम्मा यो हेर्नु त कुन चाहिँ सालको दाजु यो कुन चाहिँ सालको भनिदिनु त यो चाहिँ बाजेको टाइमको बाजेको टाइमको यो राखेको नि अब घाममा सुकाउनु निकालेको अब फेरि लुकाउने यो चाहिँ यो चाहिँ साँच्ची यो त भोलि पछि त काम नलागेको नि अब सबै मकिसकेको पनि अब त्यसै चिनु राखेको बाजेले अगाडि अलैँची बेचेर किनेको अरे कि त्यसले गर्दा अलैँची बेचेर किनेको अम्बक चाहिँ कहाँ छ त देखाउनु पनि बिचारै दालाई चाहिँ भाउजूले सम्झेछ हेलो नानी घुमेर आउनु नि तल जाउँ दाजु यसो हामी घुमेर आउँछ ल भाउजू यहाँ हाम्रो भाउजूको र दाजुको जाँगर पनि सबलाई देखाइदिउँ न होइन किन यो चाहिँ लिची हो लिची दाजु यो फल्छ यो पालि अस्ति फलेको थियो अब अर्को पालि चाहिँ दामी फल्छ होला यो पालि सुन्तलाको बिहान रहेछ रोड लाउनु भएको रहेछ कति सौ भन्नु दा 200 आमा यता यो असारे आरू यो त फलिसक्यो त्यतै फल्छ असारमा लागि फल्छ आरू मात्रै यो खालको चाहिँ तपाईँको 3 भेराइटीको छ हाम्रोमा 3 भेराइटीको आमामा फाटाफाटै सिजनमा फल्छ यो फल यो के हो दाजु फल यो के पो यो त यो सक्यो ए उयो पत्ता सक्यो हुँदैन नदेखि यस्तो फल चाहिँ यस्तो गर्दा हुन्छ नि होइन अर्ग्यानिक यो चाहिँ फुल टाइम रहेछ फुल टाइम रहेछ हो आम्मा यहाँ अम्बक सुन्छ ल आम्मा हिँड्दा यहाँ तपाईँको लागि अम्बक मनपर्छ यो तपाईँलाई चाहिँ आरू चाउ अघिको आरू यो चाहिँ आरू छ आरू चाउ यो त सुन्तला फल्दैन रहेछ नि फल्दैन छ कति यो यता अङ्गुर छ खै अङ्गुर उयो आमा अङ्गुर बोर्ड ए ल दा हाम्रो दाजु साथी जानकारी रहेछ क्या होइन अङ्गुर पनि रोप्नु भएको छ हेर्नुहोस् त अङ्गुरको अब यो के बेसी किन नखानु भएको दा यो अब के भएको नि अब खाने केटाकेटी खाँदैन आमामा लु कति बेसी हौ हेर्नुहोस् त यी आमामा यति बेसी फलाएको रहेछ दाले हेर्नु न खानु नभएर यी लु सब्जी चाहिँ यहाँ थिएछ नि हौ त्यो चाहिँ हजुर रायो साग पनि छ रायो साग अब यो दसैँ आउनु आँट्यो दसैँको लागि अब हामी लिम्बूहरू राई लिम्बू त होइन दा भनिदिनु न केसँग चाहिँ मिसाएर खानुपर्छ अलिक भनिदिनुहोस् त लु अब रायो साग चाहिँ अब हाम्रो राई लिम्बूको चाहिँ बेस्ट हो किन भन्दाखेरि चाहिँ अब दसैँमा चाहिँ हामी सुँगुरको मासुसँग चाहिँ लमलम नि अब यसको टेस्ट चाहिँ अब है हो त
यहाँ अलिकति धान रोपेको छु यता कोदो रोपेको छु ल अलिकति धान हाम्रो दाको फार्म यो चाहिँ फार्म हेर्नु यो त चाहिँ यहाँनिर यो चाहिँ पूजाको लागि यो रोपेको धान रोप्नु भएको छ यो धान रोपेको दाजुले पनि हाल्नु भएको छ नवीनसी पेज भनेर तामलिङ कि लिम्बू छ लिम्बू लिम्बू पेज उहाँले यो रोप्दै गरेको पनि हाल्नु भएको थियो यत्रो ठुलो लामो भएको रहेछ मेवा मेवाको छ यस्तो चाहिँ फुल फुलिरहेको छ मेवाको यहाँ वरपरको नजारा हो यो यहाँ पारी देख्नु हुँदैछ नि यो पारी चाहिँ साह्रो नहेर्नुहोस् है तपाईँहरूलाई बिक्री छ त्यो हेर्नु हुँदैन यो राम्रो होइन यो पारी दबाईको लागि हो त्यो चाहिँ दबाईको लागि हो गाई बस्तु बिमार हुन्छ अब गाई बाख्रा छ हो त्यसले गर्दाखेरि चाहिँ हजुर डायरिया हुँदा चाहिँ यो दिनुपर्छ राम्रो हुन्छ कङ्गो थिएँ नि भ्याउ के भन्छ यसले त भेन्डी ए भेन्डी हो हामी लेख्न बस्ने मान्छे चाहिँ तिहारमा यो भेन्डी हेर्नु के चाहिँ रोपेको छैन छ हौ त अहिले लाल साग बिउको लागि लाल साग बिउको लागि त मान्छे त त्यो चाहिँ अल त झरेको होइन नि त घरिघरि आमा हेर्नु त त्यो छ नि हौ यति बेसी रोप्नु भएको चाहिँ केरा हो केरा छ 10-15 यो देख्दै के हो दाजु यो चाहिँ कुनै के खालको अम्बक अरे यो चाहिँ मैले उयो परको अम्बकै हो अम्बकै भन्छु याद छैन अब फल्छ होला कुनै साल ए यहाँ के ट्राई गर्नु तपाईँले बेस्ट सबैभन्दा हजुर हामी 1 नम्बर चाहिँ अब अनलाइन चिन्यौँ यहाँ हलमा चाहिँ हजुर मलाई चिने नि यहाँ त अनलाइन चिन्ने हामी सबै नानीहरू स्कुल पढाउनु सबै दुःख है समाज यताउति हजुर तर मान्छे फरेस्टमा हुनुहुन्छ हो फरेस्टमा हुनुहुन्छ तपाईँ रोप्नु भएको सबै रोप्नु भएको छ नभन्दा तपाईँको अम्बकदेखि लिएर सुन्तला पनि भनिहाल्यो होइन तपाईँको तेजपत्तादेखि लिएर यो चावलमा हुने सबै नै छ चाउलमा हुने चाहिँ सबै नै रहेछ नास्पाती पनि छ बिजन रोपेको नास्पाती रोप्नु भएको रहेछ है रमाइलो छ यहाँ चाहिँ मजा लाग्छ हेर्नु कति शीत तपाईँ पनि आउनुहोस् भिजिट गर्नु क्या यहाँ एभागेहरू पनि छैन ए है पम्सी पम्सी पनि छ कोलाई पम्सी मनपर्छ कमेन्ट गरिदिनुहोस् है त अम्बक चाहिँ यति बेसी फलेको छ पर तपाईँ देख्नु ल हो यहाँ पर फलेको छ अम्बक रमाइलो छ म्याङ्गो छ म्याङ्गो 5 ग्राम हाम्रोमा म्याङ्गो पनि फल्छ फल्छ है हाइब्रिड पनि हाइब्रिड हो सानोमा फल्छ ए दाइ सरलाई चाहिँ कति फलाउनु भयो मन भन्नुपर्दा त्यो त हरिस लाग्छ 6-7 मन 8 मन 8 मन 8 मन भनेपछि होइन भाइ 8 मन अलैँचीको मालिक यी त्यो नातिन चाहिँ 1 मन चाहिँ त नाकीमा फलेको इच्छा गरेको नाकीमा यो नाकीमा फलिरहेको छ नाकीमा पनि छ यहाँनिर यहाँ पाउँछ के सबै छ सबै यस्तो चाहिँ अम्बक पनि यत्रो फल्दो रहेछ दाकोमा चाहिँ कतिजना अम्बक साह्रो मन पराउनुहुन्छ हो हजुर अम्बक बेच्नुहुन्छ कसरी हो त्यो भन्नु त लु यो 10 रुपियाँ गोटा लु कोले मन पराउँछ मलाई इनबक्समा गएर यसो कमेन्ट गर्न सक्नुहुने भन्नु सक्नुहुनेछ म यहाँ भाउजूलाई सम्पर्क गर्नेछु कति चाहियो भनिदिनु होला यत्रो मिठो छ नि भाउजू यो गुलियो होइन साङ्गार जागर भाउजू नि त हाम्रो र हामी चाहिँ है अब सकेर घर जानु लागेको है आउँदा आउँदा दाजुले अचम्मको रुख देखायो दाजु यो के अरे भनिदिनुहोस् त यो चाहिँ अब अगरुड ट्री ए के हुन्छ यसको के छ खै यो चाहिँ अब अहिलेसम्म चाहिँ अब नेटतिर हेर्दाखेरि चाहिँ यो चाहिँ यो करोडौँमा बिक्री हुन्छ अरे यसको भित्रको त्यो गुदी चाहिँ त्यसले गर्दाखेरि चाहिँ पछि बुढेसकालमा अचानक करोडपति अरबपति हुन्छ कि भनेर ल मलाई पनि सम्झिनुहोस् ल त्यति बेला कति 10 ज्याङ रोपेको छु यत्रो भएको छ यत्रो भएको छ आमा लु भनेपछि एउटाको 1 करोड भयो भने 10 ज्याङ त 10 करोड हुन्छ त नि केजीको पो करोड अरे त हौ केजीको तर यो भनेपछि त तपाईँ त अरबपति पो रहेछ ल हाम्रो अरबपति दाजु यहाँ जाँदैछ हेर्नुहोस् है यहाँ ऊ र आजलाई चाहिँ यति नै अपडेट होइन तपाईँहरूलाई भनौँ न होइन यसो दाजुहरूको मलाई सानो भ्लग बनाउनु मन पऱ्यो त्यही भएर बनाएको है पक्कै नै तपाईँहरूलाई मन पराउनु हुन्छ होला है यस्तै छ यो हेर्नु न बिहान यहाँनिर केरा डाल्दा जाँदै मऱ्यो यहाँ हो यस्तै छ दुःख सुखाएको है भिडियो बनाउँदैछु पक्कै नै मन पराउनु हुन्छ भन्ने आशा छ मन पराइदिनु हुन्छ प्लिज के भन्छ सेयर नगर्दा पनि यसो लाइक चाहिँ गरिदिनुहोस् प्लिज